राजसभाको प्रथम महाधिवेशनका अध्यक्ष रवि लामिछानेज्यू, सम्मान्य प्रधानमन्त्री श्री बालेन्द्र शाहज्यू, पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईज्यू लगायत विभिन्न दलबाट प्रतिनिधित्व गर्नुभएका आदरणीय नेतागणज्यू, सचिवालय सदस्यज्यू लगायत यहाँ उपस्थित हुनुभएका सबैमा म हार्दिक अभिनन्दन गर्न चाहन्छु र सबभन्दा पहिले आयोजक समितिलाई पनि धन्यवाद दिन चाहन्छु कि उहाँले यस ऐतिहासिक समारोहमा मलाई सम्झिने चेष्टा गर्नुभएको छ। म संसदीय राजनीतिबाट सन्यास लिइसकेको मान्छेलाई पनि यहाँले सम्झिनु भयो, त्यसको लागि म हृदयदेखि पहिला धन्यवाद दिन चाहन्छु। र यस अवसरमा नेपालमा लोकतन्त्र संस्थागत गर्न, गणतन्त्र संस्थागत गर्न, मधेस आन्दोलन, लोकतान्त्रिक आन्दोलन, गणतान्त्रिक आन्दोलन, जेनजी आन्दोलनमा शहादत भएका सम्पूर्ण शहीदहरूप्रति पनि हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। आज यो कार्यक्रम यहाँ चितवनमा भइराख्दा देशभरिबाट नै 77 जिल्लाबाटै यहाँ आउनुभएको छ। मेचीदेखि महाकालीसम्म, ताप्लेजुङदेखि हुम्ला जुम्लासम्मका साथीहरू यहाँ आउनुभएको छ। र त्यो आइराख्दाखेरि कति साथीहरू ऋण काढेर पनि आउनुभएको होला, कति साथीहरू अहिले भोकै पनि हुनुहुन्छ होला, कति साथीहरू अरूको गाडीमा सवार भएर आउनुभएको छ होला। र किन आउनुभएको छ होला भन्दाखेरि यहाँ कुनै पद र प्रतिष्ठाको विषय होइन। तपाईँभित्र एउटा जुनून छ, यो देश बनाउने अठोट छ, देशमा केही समृद्धि आओस् भन्ने चाहना छ, त्यसको लागि तपाईँहरू यहाँ आउनुभएको। तपाईँहरू यहाँ कुनै पद र प्रतिष्ठाको लागि आउनुभएको होइन। तपाईँहरूमा एउटा उत्कट चाहना छ कि देश कसरी बदल्ने, र त्यही चाहना म भित्र भएको हुनाले पनि म शुभकामना दिन तपाईँ कहाँ उपस्थित भएको छु। जुन सपना तपाईँले देख्नु भएको छ त्यही सपना मैले पनि देखेको हुनाले आज शुभकामना दिन यहाँ उपस्थित भएको छु। म यहाँ कुनै प्रतिस्पर्धीको रूपमा होइन, तपाईँको सहयात्री र सहयोगीको रूपमा शुभकामना दिन यहाँ उपस्थित भएको छु। त्यही भएर म पनि 6 घण्टा लगाएर काठमाडौँबाट यहाँसम्म उपस्थित भएको छु, यहाँहरूलाई शुभकामना दिनका लागि उपस्थित भएको छु। किनकि यो एउटा ऐतिहासिक परिघटना हो, यो केवल महाधिवेशन मात्रै होइन, यो क्रान्तिको महोत्सव हो। त्यही भएर पनि म यहाँ उपस्थित भएको छु। र तपाईँहरू जसरी युवा अवस्थामा लाग्नु भएको छ, म पनि 33 वर्षको उमेरमा अमेरिकाबाट सबै कुरा छोडेर लागेको थिएँ। म पनि तपाईँ जस्तै सपना देख्ने मान्छे थिएँ। चाहे पुल्चोक क्याम्पसमा पढ्दाखेरि होस्, ठुला ठुला ड्रइङ पेपरमा देश कसरी विकास गर्ने भन्ने सपना बुन्थे। जापानमा रहँदा होस् कि क्याम्ब्रिज युनिभर्सिटीमा रहँदा होस्, ल्यापटपमाथि मैले यो टाउको निधार राखेर देशको लागि रोएको मान्छे हो। त्यही भएर पनि म यहाँ उपस्थित भएको छु। त्यो सपना तपाईँहरू साटासाट गर्न, त्यो ऊर्जा कसरी मिलाउन सकिन्छ यो देश विकासको लागि, त्यसको लागि यहाँ म उपस्थित भएको छु र यहाँलाई धन्यवाद दिन चाहन्छु। र हामीले सपना मात्रै देखेनौँ, एकभन्दा एक आन्दोलन पनि गर्यौँ, किसान आन्दोलन गर्यौँ, विभिन्न कन्सेप्टहरू ल्यायौँ, राइट टु रिकलको कन्सेप्ट ल्यायौँ, नो भोटको कन्सेप्ट ल्यायौँ, देशलाई परिवर्तन गर्नुपर्छ भने नौलो गणतन्त्रको अभियान पनि ल्यायौँ। तर जनताले सबै कुरा सबैलाई पत्याइदिने सौभाग्य पाउँदैनन्। त्यो सौभाग्य आज तपाईँले पाउनु भएको छ। त्यही भएर यो देश विकासको लागि अगाडि बढ्नुहोस् भनेर म शुभकामना दिन यहाँ उपस्थित भएको छु। र जति बेला तपाईँहरू मध्ये धेरैजना भदौ 23-24 को आन्दोलन गर्दै हुनुहुन्थ्यो, म दुर्भाग्यले म विदेशमा थिएँ, बाहिर थिएँ, तीर्थयात्रामा थिएँ। तर म फर्केर आउने बित्तिकै विभिन्न जेनजी शहीदका घाइतेहरूलाई, जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्नका लागि हस्पिटल पुगेँ। र त्यहाँ जुन आँखामा मैले पढेँ, त्यो भाव तपाईँहरू पनि कहिले नबिर्सिनु होला भनेर सम्झाउनका लागि पनि म यहाँ उपस्थित भएको छु। त्यही भएर तपाईँहरू जुन आन्दोलनबाट उदय हुनुभएको छ, यो जन आस्था प्राप्त गर्नुभएको छ, विश्वास प्राप्त गर्नुभएको छ, त्यो शहीदहरूको आँखाको सपना कहिले पनि नबिर्सिनु होला भन्ने म यहाँबाट भन्न पनि चाहन्छु। त्यही भएर हाम्रो पार्टी फरक होला केही छैन। हामी भन्छौँ हैन, हो कहीं भी आग मगर आग जल्नी चाहिए, त्यस्तै होस्।
त्यो सपना तपाईहरुकै मार्फत पूरा होस्, त्यसमै हामी खुसी छौं। त्यसको लागि हामी शुभकामना दिन चाहन्छौं र हामी केवल शुभकामना दिनका लागि उपस्थित भएका छैनौं, धन्यवाद दिनका लागि पनि म उपस्थित भएको छु। खास गरी मैले धन्यवाद दिनै पर्ने हुन्छ, किनकि जुन समताको लागि हामी आन्दोलन गर्दै थियौं, जुन समानताका लागि आन्दोलन गर्दै थियौं, जुन पौने 300 वर्षमा नेपालमा कहिले पनि भएको थिएन, एउटा मधेसीको छोराले प्रधानमन्त्री बनाएर यहाँलाई त्यो सपना पूरा गर्नुभएको छ। त्यसको लागि धन्यवाद दिनको लागि पनि म यहाँ उपस्थित भएको छु। र हाम्रो प्रधानमन्त्री, सम्माननीय प्रधानमन्त्रीज्यू पनि तपाईँ कस्तो दिनुभएको छ भन्दाखेरि एकदम स्मार्ट, ड्यासिङ, इन्टेलिजेन्ट र स्टाइलिस, हैन, युवा, सबैको मन पर्ने, सबैको लोकप्रिय। हुन त उहाँले भन्नु होला म स्टाइल इज द सिम्पलेस्ट भन्नु होला फेरि, हैन। त्यही पनि हामी कुनै जमानामा सुन्थ्यौं कि देवानन्दलाई कालो ड्रेस लगाउन सार्वजनिक स्थलमा निषेध थियो। कुनै दिन विपक्षीहरूले हाम्रो सम्माननीय प्रधानमन्त्रीजीलाई कालो ड्रेस लगाउन निषेध गर्ने ऐन ल्याउनु पर्यो भन्न पनि बेर छैन। त्यही पनि त्यो भन्दा पनि ठूलो कुरा म उहाँको माइन्ड सेटको सलाम गर्छु, किनकि आइन्स्टाइनले के भनेका थिए भन्दाखेरि यु क्यान नट सोल्भ अ प्रब्लम विथ द सेम थिङ्किङ द्याट क्रिएटेड प्रब्लम। र मलाई पुरा विश्वास छ हाम्रो प्रधानमन्त्री अलग लेभलका ही बन्दा है भाइ, अलग लेभलका ही बन्दा, हैन। उहाँ प्रब्लम भन्दा धेरै माथि पुगेर समस्याको समाधान कसरी गर्ने त्यो सोच्नुहुन्छ। त्यो भएर म उहाँलाई पनि शुभकामना दिन चाहन्छु र उहाँलाई अझ के भन्न चाहन्छु भन्दाखेरि तपाईलाई यति जनताले अगाध माया गरेका छन्, हिमाल पहाड मधेस सबैतिरको जनताले अगाध माया गरेका छन् जस्तो इतिहासमा कहिले देखिएको थिएन। र त्यही भएर तपाईले पनि म नेपाली जनता हाँसेको हेर्न चाहन्छु भन्न सक्नु पर्यो। अन्यथा माटो त चन्द्रमामा पनि छ, मंगल ग्रहमा पनि छ, भविष्यमा उहाँले यो गर्नुहुनेछ भन्ने मैले पुरा विश्वास र भरोसा राखेको छु। र त्यही भएर उहाँले जनतालाई हृदयमा राखेर काम गर्नुहुनेछ भनेर मैले शुभकामना पनि यहाँबाट दिन चाहन्छु। र यो यस्तो दिन ल्याइदिनु भएकोमा सभापति रवि लामिछानेजीलाई हृदयदेखि आभार व्यक्त गर्छु। हृदयदेखि तपाईले यो मौका हामीलाई ल्याइदिनु भयो। यो त्यागको लागि म मुक्त कण्ठले प्रशंसा गरे पनि पुग्दैन। उहाँको त्यागको लागि एक बार जोरले ताली बजाइदिनु होला उहाँको लागि, उहाँको त्याग र तपस्याको लागि यो ताली बजाइदिनु होला। धन्यवाद। र उहाँसँग मेरो चिनजान 2074 सालदेखि हो। 2074 सालमा जति बेला सप्तरीमा पुरा बाढीले भरिएको थियो, पानी नै पानी चारैतिर थियो, उहाँ पनि जनतासँग सिधा कुरा गर्ने मान्छे र म पनि जनताको सिधा सेवा गर्ने मान्छे। म पनि त्यही बाढीमा हिँडिराखेको थिएँ र उहाँ पनि त्यही हुनुहुन्थ्यो र हाम्रो त्यही भेट भएको थियो र त्यो हृदयता, सौहार्दता आजसम्म पनि कायम छ। हामी 79 सालको निर्वाचनमा दुवैजना निर्वाचित भएर आयौँ। संसदमा त गयौँ तर हामी भित्र छटपटी थियो, हुटहुटी थियो कि कसरी देश बदल्ने, कसरी व्यवस्थामा परिवर्तन ल्याउने, कसरी जनताको अपेक्षा गर्ने। र त्यही भएर हामी जहिले पनि छटपटाइराखेका हुन्थ्यौँ। संसदभित्र बसे पनि छटपटाउँथ्यौँ, संसद बाहिर आए पनि छटपटाउँथ्यौँ र हामी घन्टौँ छलफल गर्थ्यौँ कि परिवर्तन ल्याउने त ल्याउने कसरी ल्याउने परिवर्तन। हामी घन्टौँ छलफल गर्थ्यौँ र मैले एउटा सार्वजनिक कार्यक्रममै भनेको थिएँ, हाम्रो डाक्टर साहबको पार्टीको वार्षिक महोत्सवमा गएको बेला मैले भनेको थिएँ कि रविजी तपाईँ बिपी कोइराला पछिको नेता हुन्छ जसले यो देशलाई डोर्याउन सक्छ। तपाईँ सत्तातिर नलाग्नुहोस्, आन्दोलन गर्नेतिर लाग्नुहोस् भनेर मैले सार्वजनिक रूपमा भनेको थिएँ र त्यो भिडियो तपाईँले आज हेर्न सक्नुहुन्छ। र आन्दोलन पनि भयो र जनताले यति माया गरे कि 2/3 बहुमतले राष्ट्रसभालाई संसदमा आज पुर्याइदिएको छ। तर यो 2/3 बहुमत जिम्मेवारी हो। यो 2/3 बहुमत भनेको सामान्य कुरा होइन। र मैले रविजीलाई पहिलादेखि जहिले पनि एउटा भविष्य देख्थेँ। उहाँ भैरवा जेलमा भएको बेला म त्यहाँ पुगेको थिएँ र उहाँसँग त्यहाँ पनि 1 घन्टा जति मेरो छलफल भयो। उहाँ बाहिर निस्किनु भयो, त्यस पछाडि पनि हाम्रा कुराहरू संवादहरू चलिराखे। उहाँमाथि प्रतिशोध साधिएको छ भनेर मैले हस्ताक्षर गर्न घन्टी घरसम्मै पुगेर हस्ताक्षर गरेको मान्छे हो। म कुनै बाहिरको मान्छे होइन, यो कुरा याद राख्नु होला। र त्यसको स्वरूप जनताले यति धेरै ठुलो बहुमत दिए, 2/3 बहुमत दिए कि आज इतिहासमा बिरलै कसैले त्यो लोकप्रियता हासिल गर्न सक्छ। नेपालमा त झनै बिरलै भएको छ
र त्यही भएर म भन्न चाहन्छु समग्र देशमा 2 तिहाई मात्रै होइन, यदि तराई मधेसको मात्रै सिट हेर्नुभयो भने तपाईको 78 सिट मध्ये 74 सिट तपाईलाई दिएको छ। त्यो कति ठुलो आशा हो। जुन मान्छेले अरू पार्टीमा 30 वर्षदेखि लागेका थिए त्यसले पनि घन्टीमा भोट हालेको छ। आफ्नो पार्टीले भोट नहालेर तपाईले भोट हालेको छ। अरू पार्टी जुन मान्छेले 10 वर्षसम्म अरूको लागि युद्ध लडेका थिए, अरू आदर्शको लागि युद्ध लडेका त्यसले तपाईले भोट हालेको छ। हामी जस्ता मान्छे जो जहिले पनि जनताको बीचमा हुन्छन्, मर्दाखेरि होस् कि बाढी आउँदा होस् कि आगजनी हुँदा होस् कि जहिले पनि जनताको बीचमा हुन्छौँ, त्यो सिकेरौतलाई भोट नहालेर तपाईले भोट हालेको छ। यो मैले किन सम्झाउन खोजेको थाहा छ तपाईलाई? सोच्नुहोस् त्यो कति ठुलो जिम्मेवारी हो, कति ठुलो जिम्मेवारी हो कि उसले आफ्नो मान्छे सिकेरौतलाई भोट नहालेर तपाईले भोट हालेको छ। त्यो जिम्मेवारी निर्वाह गर्नुहोस्। त्यो मात्रै मैले सचेत गराउन चाहेको। र त्यो जिम्मेवारी निर्वाह गर्नलाई तपाईले जुन वाचा गर्नुभएको थियो कि संहितालाई हामी बलगर बनाउँछौँ, जनकपुरमा अगर जुन उद्घोष गर्नुभएको थियो त्यो वाचा पुरा गरेर देखाउनुहोस्। मेचीदेखि महाकालीसम्म गुड्ने त्यो हुलाकी राजमार्गलाई पुरा गरेर देखाउनुहोस् र हामीले कतै पनि नओर्लिनु पर्ने गरी त्यो पुरा गर्नुहोस्, ताकि म महाकालीमा ओर्लिने बित्तिकै जय महाकाली गीतै गाउँला प्रधानमन्त्रीज्यूको, त्यो पुरा गर्नुहोस्। यसरी जनतासँग गरेका वाचाहरूलाई पुरा गर्नुहोस् भनेर म भन्न चाहन्छु। किन भन्दाखेरि यदि हामी वाचा गर्न चुक्यौँ, वाचा पुरा गरेनौँ भन्दै एउटा कुरा के याद राख्नुपर्छ, यो जनता र हावामा धेरै समानता छ। जनता र हावामा समानता छ, यो दुईटा कसैको पनि हुँदैन। बैलुनमा हावा भरिदिँदाखेरि केही बेर लाग्ला कि होइन यो त मेरो हावा हो, होइन, तर एउटा सियोले मात्र घोषिदिनुहोस् त्यो बैलुनबाट हावा फुत्त निस्किन्छ। यो कुरा एकदम याद राख्नु होला। त्यही भएर जहिले पनि जनताको पक्षमा काम गर्नुहोस्। हामी जहिले पनि तपाईसँग सहकार्य गर्नका लागि तयार छौँ, सहयोग गर्नका लागि तयार छौँ। यो देशको मुहार फेर्नका लागि तयार छौँ, देशको विकासमा अगाडि हिँड्नका लागि तयार छौँ। र तपाईँहरू सबैजना हुनुहुन्छ भने म विश्वासका साथ पुनः यो महाधिवेशनको सफलताको शुभकामना दिँदै यहाँबाट बिदा हुन चाहन्छु। धन्यवाद।